नमस्ते, म चाहिँ दीपक सुवेदी एसएमसी अन्तर्गत लाइभलीहुड फोकल पर्सनमा कार्यरत छु। आज चाहिँ हामी विशेष गरी यस शिव पञ्चायन मन्दिरमा छौँ। यहाँ चाहिँ हामी प्रत्येक सोमबार चाहिँ भजन गाउने गरेका छौँ र यो हाम्रो मन्दिर हो, यो हामीले संरक्षण गर्नुपर्छ भनेर चाहिँ हामी यहाँ भेला भएका छौँ र यसलाई चाहिँ हामीले कसरी अगाडि राम्रोसँगले बढाउन सकिन्छ, यसलाई संरक्षण गर्न सकिन्छ, आज हामी विशेष यहाँ छलफलमा उपस्थित भएका छौँ र यो भिडियो मार्फत चाहिँ तपाईहरुलाई जानकारी गराउन चाहन्छु। नमस्कार, म राम बानिया, पत्री शनिश्चरी भुटानी शरणार्थी क्याम्प। हामी पत्रीमा अहिले लगभग 13 देखि 1400 हाराहारी पपुलेसन छौँ पत्री क्याम्पमा र हामी देखिरहेका छौँ यो मन्दिर जहाँ चाहिँ हाम्रा चाहिँ बुद्धिजीवीहरू जो भुटानी समाजमा पहिला बस्नु भएको थियो, अहिले चाहिँ तेस्रो मुलुक गइसक्नु भएको छ र यो मन्दिरलाई चाहिँ हेला गरेको हो कि जस्तो चाहिँ हामीहरूले अस्ति उदी हेर्दा महसुस गऱ्यौँ। त्यो गर्दै गर्दाखेरि यो मन्दिरलाई चाहिँ हामी फेरि निर्माण गरेर चाहिँ यसलाई चाहिँ अगाडि बढाउँ, किनभने हाम्रै चाहिँ आमा बुवा दाजुभाइहरूले चाहिँ धेरै वर्ष अगाडिदेखि चाहिँ सञ्चालन गरेर ल्याउनु भएको, अहिले उहाँहरू थर्ड कन्ट्री सेटलमेन्ट भएर चाहिँ गइसक्नु भएको छ र यहाँ रहने दाजुभाइ दिदीबहिनीहरूले यो मन्दिरलाई साँच्चीकै सहयोग गरेर चाहिँ यसलाई चाहिँ फेरि निर्माण गरेर यसलाई चाहिँ उत्थान गरौँ भन्ने चाहिँ हामी लागिरहेका छौँ। र योभन्दा अगाडि अस्ट्रेलियाबाट आउनु भएको थियो मन गौतम सरको फ्यामिली, उहाँहरूलाई चाहिँ हामी विशेष धन्यवाद दिन चाहन्छौँ, किनभने यही मन्दिरमा आएर अस्ट्रेलियाबाट यहाँ आएर चाहिँ उहाँले चाहिँ पुराण लगाएर चाहिँ यो मन्दिरलाई चाहिँ फेरि राम्रोसँगले चाहिँ सञ्चालन गरेर अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मन गौतम सर र उहाँको फ्यामिलीहरूले पनि बोलिराख्दा हामीले यो मन्दिरलाई साँच्चीकै राम्रो बनाउनुपर्छ भनेर अगाडि बढिरहेका छौँ। र यसमा चाहिँ हाम्रो चाहिँ जो भुटानी भाइ विशाल चौहान भनेर चाहिँ हामी चिन्छौँ र भुटानी भाइ उहाँको चाहिँ युट्युब च्यानल पनि छ, त्यस माध्यमबाट उहाँले चाहिँ सहयोग जुटाउँदै हुनुहुन्छ, जहाँ चाहिँ आज 25-30 हजार सहयोग गरिसक्नु भएको छ। जो सहयोग गर्ने दाता हुनुहुन्छ उहाँहरूलाई पनि विशेष हामी धन्यवाद दिन चाहन्छौँ र यो मन्दिरलाई चाहिँ हामी चाहिँ तीव्र रूपले अगाडि बढाएर चाहिँ यसलाई चाहिँ सञ्चालन गर्नलाई चाहिँ हामी अगाडि सरेका छौँ। भने हाम्रो जहिले सोमबार हामी यहाँ सबैजना भेला भएर चाहिँ भजन कीर्तनहरू चाहिँ हामी यहाँ लगाउन सुरु गरेका छौँ, 2-4 हप्ता भयो र हामी निर्माण गरेर अगाडि बढाउन चाहन्छौँ। यो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूले धेरै परेन आफ्नो मनबाट चाहिँ केही शब्दले सहयोग गर्नुभयो भने पनि यहाँहरूलाई पुण्य हुन्छ भन्दै म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। राधे राधे। आज हामी यस शिव पञ्चायत मन्दिरमा हामी उपस्थित भएका छौँ। विशेष गरेर यो मन्दिर हाम्रो जुन अवस्थामा पुगिसकेको थियो, यसमा हामीले कीर्तन लाउने भनेर हामीले योजना गरेर अहिले हामी अगाडि बढाएका छौँ। अनि यसलाई चाहिँ हामीलाई सम्पूर्ण सहयोग गरिदिएको छ हाम्रो भुटानी भाइ, युट्युब च्यानलबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ। उहाँको सहयोगमा अहिले यहाँ लाइटहरू पनि भएको छ र उहाँले यसो हाम्रो कीर्तन लाउँदाखेरि पानी परेकोलाई हामी यहाँदेखि भाग्नुपर्ने अवस्था आउँछ, भित्र ठाउँ हाम्रो सानो छ। अहिले हाम्रो भक्तजन दिनौँ हामी बढिरहेका छौँ, दिनको दिन हाम्रो भक्तजनहरू बढेकोले गर्दा पनि हामीलाई बस्न अप्ठ्यारो भयो। हामीले विश्व भाइलाई भनौँ, हाम्रो भुटानी युट्युब भाइलाई बोलाएर हामीले यो कुरा राख्यौँ, उहाँले यो कुरा अगाडि बढाइदिनु भएको छ र उहाँले अहिले हामीलाई यो बत्तीको पनि सुविधा दिइसक्नु भएको छ र उहाँलाई सहयोग गरिदिने सबै हाम्रो साथीभाइ सरहरूलाई दाजुहरूलाई पनि हामी के अनुरोध गर्न चाहन्छौँ भने हामीलाई तपाईँले एउटा केही सानो सहयोग गरिदिनु भयो भने यो हाम्रो मन्दिर पक्का पनि हाम्रो उज्यालो हुने थियो। र यसै गरेर मन्दिर मात्रै होइन, यसबाट हामीले पनि अलिक कोही त्यस्ता पिछाडिका त्यस्ता केही छ भने उहाँलाई पनि हामीले एउटा केही पढ्नको लागि एउटा पाठशाला जस्तो त्यो पनि व्यवस्था गर्ने, कोही पुरोहितहरू उत्पादन गर्ने ठाउँ पनि हामीले बनाउने योजना छ पछाडि गएर। तपाईँले एकदम सहयोग गरिदिनु भयो भने यो हाम्रो मन्दिर उज्यालो हुनेछ भन्ने म एउटा शुभकामना दिन चाहन्छु र जतिले हामीलाई सहयोग गरिदिनु भएको छ उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। धन्यवाद। नमस्कार सम्पूर्णमा, म भुटानी भाइ विशाल चौहान। आज फेरि हामी मन्दिर जस्तो पवित्र स्थलमा उभिसकेका छौँ। हाम्रो यो मन्दिरमा चाँडै हामी समिति पनि खडा गर्ने हामी सबैले हजुरहरूलाई जानकारी गराउँदै
यो मन्दिरको हिजो जस्तो अवस्था थियो, हाम्रो सबै दाजुभाइ बाबा मम्मीहरू यहाँ पत्री क्याम्पमा हुँदा जस्तो अवस्था थियो, जस्तो राम्रो थियो त्यस्तै राम्रो पार्ने अझै पनि हामीले प्रयास गरिरहेछौँ। र अहिले हाम्रो मन्दिरको अवस्था एकदम नाजुक छ, किनभने अब जति मान्छे घट्दै गयो मन्दिर त्यति मन्दिरको अवस्था त्यति नै बिग्रिँदै गइरहेछ। तर अझ हामीले अहिले चाहिँ यसलाई सुधार्नको लागि, अझ राम्रो बनाउनको लागि प्रयास गरिरहेछौँ। र यो प्रयास गर्नको लागि चाहिँ मलाई हाम्रै दाइहरू सबैजनाले एकछिन है मन्दिरलाई चाहिँ हामीले अझ राम्रो अझ व्यवस्थापन गर्ने सोच बनिसकेका छौँ। र यो हाम्रो मन्दिरमा निकै नै खर्च लाग्ने भएको हजुरहरूलाई जानकारी गराउँदै अहिले मलाई सहयोग पनि पठाइदिइसक्नु भएको छ। मेरो यारो दाजु स्टार छेत्री यानि कि तारा भट्टराई 10,000 र हरि कार्की दिदी 12,368 र मोहन कार्की उहाँले 3,000 सहयोग गरिदिनु भएको छ। र अहिले यो पैसा चाहिँ म हाम्रो शिवालय मन्दिरको कोषाध्यक्षज्यू दीपक सुवेदीलाई जिम्मा दिँदै अब हामी चाँडै मन्दिरको काम थाल्ने पनि हजुरहरूलाई जानकारी गराउँछु। र हजुरहरूले सकेकोसम्म सहयोग गरिदिनु होला प्लिज। हाम्रो मन्दिर धेरै जीर्ण अवस्थामा छ, यसलाई अझै व्यवस्था गर्ने हाम्रो चाहिँ प्रयास हजुरहरूलाई कस्तो लाग्छ सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद। यो पैसा गर्नेको देखाउ उकाइले तपाईँ खाए लगाइदिनु उकाइले पनि हस् न त्यो टुप्पो काट्नै पर्छ झन् मजा लाग्छ। यहाँ 25,020 रुपियाँ छ हजुरलाई। यो मैले जिम्मा दिएँ मन्दिरको लागि। थप हामीलाई धेरै खर्च लाग्ने हामीले सबैले देखिरहेछौँ। अब यो भिडियो हेरेर हजुरहरू सबैजनाले मन्दिर जस्तो पवित्र स्थललाई अलिअलि भए पनि सहयोग गरिदिनु होला भन्न चाहे। धन्यवाद।